म चाहिँ अहिले यो जर्मनको फिलिङ निबोर फार्ममा को ग्रासहरू काट्न गइरहेको छु। जर्मनीमा घन्टाको 2000 रुपियाँ खानलाई एकदम गाह्रो छ, डिफिकल्ट छ। काम जे पनि गर्नुपर्ने, कृषि लगायत पिग फार्ममा काम गर्नुपर्ने लगायत सबै कुराहरू गर्नुपर्ने छ। त्यही भएर हजुरहरू युरोपमा घन्टाको 2000 रुपियाँ खानलाई गाह्रो नै छ। के गर्नु, युरोप आइसकेपछि दुःखम सुखम सबै काम गर्नुपर्ने अवस्था हुँदो रहेछ। तपाईँहरू युरोप आउँदै हुनुहुन्छ भने सबै किसिमको ज्ञान स्किल छ भने तपाईँहरूको लाइफ बेटर हुनेछ। किनकि अनस्किल वर्करमा तपाईँहरू विदेश आउँदाखेरि काम पाउन गाह्रो हुन्छ। तपाईँहरूसँग स्किल छ, अनेक किसिमको हेभी ड्राइभरहरू, पिग फार्म, काउ फार्ममा तपाईँहरूको कुनै पनि कन्ट्रीमा गएर तपाईँहरू एक्सपिरियन्स लिनु भएको छ भने तपाईँहरूको बेटर छ फ्युचरको लागि। तपाईँहरूको युरोपमा एकदम राम्रो छ भन्न चाहे। तपाईँहरू यदि म जस्तै स्लोभाकियादेखि जर्मनी स्किलमा काम गर्न आउँदै हुनुहुन्छ, आउन खोज्नु भएको छ, तपाईँहरूसँग स्किल छ भने वर्क परमिट झिकेर आउँदाखेरि एकदम बेटर हुन्छ, तपाईँको लाइफ राम्रो हुनेछ भन्न चाहे है। यदि हजुरहरू स्लोभाकिया आइसकेपछि टिआरसी बनाएर अरू त्यहाँ त्यो देश छोडेर मुभिङ गर्न, अलि हाई इकोनोमिक भएको देशतिर मुभिङ गर्न खोज्दै हुनुहुन्छ भने राम्रो एजेन्सी वा राम्रो आफ्नो आफन्तहरू कोही कसैले तपाईँहरूको काम दिलाउन सक्छ भने तपाईँहरू जाँदा हुन्छ। बेल्जियम, नेदरल्यान्ड, आयरल्यान्ड, जर्मनी, इटली, स्पेनतिर मजाले काम पाउँछ। तपाईँहरूसँग स्किलहरूको कामको ज्ञान छ भने तपाईँहरू काममा झल्का लिनुपर्ने अवस्था हुँदैन। किनकि यो देशमा भनेको हाई इकोनोमी भएको देश हो। त्यही भएर यहाँ चाहिँ अलिकति कामको स्किल खोज्छ। कामसँग तपाईँको दक्ष हुनुहुन्छ भने तपाईँ जुन पनि कम्पनीले तपाईँहरूको वर्क परमिट दिन सक्छ, अफर लेटर दिन सक्छ। अनि तपाईँहरू तपाईँ अलरेडी सेमी कन्ट्रीमा आइसक्नु भएको छ भने त्यो कन्ट्री छोडेर तपाईँहरू त्यो हाई इकोनोमी भएको देशमा तपाईँहरू अफर लेटर लिएर वर्क परमिट झारेर तपाईँहरू मजाले अनलाइनमा फ्रीमा जान सक्नुहुन्छ। त्यही भएर तपाईँहरू स्किल सिकेर आउनुहोस्, स्किल जान्नुहोस् है। त्यही भन्न चाहे। यदि तपाईँहरूसँग हेभी ड्राइभर जस्ता कागजहरू कामहरू जान्नुभएको छ, स्किल अब जस्तै पिग फार्ममा, काउ फार्ममा है, विभिन्न किसिमको स्किलहरू हुन्छ। त्यही कुखुरा हेचरी, ब्रोइलर फार्महरू यस्ता तपाईँहरूसँग कुनै पनि कन्ट्रीमा गएर एक्सपिरियन्स गर्नु भएको छ, तपाईँसँग सर्टिफिकेट छ भने मजाले तपाईँहरू जर्मनी पनि आउन सक्नुहुन्छ। घन्टाको 2025 कमाउन सक्नुहुन्छ। तर तपाईँसँग चाहिँ स्किल चाहिँ अनिवार्य छ है। तपाईँले अनलाइन मार्फत पनि तपाईँहरू स्किलमा तपाईँहरू मजाले जर्मन आउन सक्नुहुन्छ। यदि तपाईँसँग स्किल छ भने कुनै पनि बोसहरूले तपाईँलाई चाहिँ एक्सेप्ट गर्नेछ भन्न चाहे। सबैजनालाई है, तपाईँहरू यदि स्लोभाकिया आउँदै हुनुहुन्छ भने बुझेर आउनु होला, कोही कसैको नफस्नु होला। किनकि तपाईँहरू यसरी काम गर्नुपर्छ। हेर्नुहोस् मेरो दुःख, हेर्नुहोस् पैसा नबगाएछ भने घन्टाको 2000 रुपियाँ कमाउन एकदम गाह्रो नै छ। जर्मन भएर भनेर मात्र भएन, हुन त दुःख नगरी त कहाँ छ पैसा। त्यही पनि तपाईँहरूलाई एउटा मैले सन्देशमूलक भिडियो बनाएको छु। त्यसरी नै मैले भिडियो हाल्दै गरेको छु। यदि तपाईँहरूले मेरो हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला, सेयर गरिदिनु होला। हेर्नुहोस् जर्मनीको सङ्घर्षपूर्ण यात्राहरू विभिन्न किसिमको, कहिले दाउरा काट्नुपर्ने, कहिले मकै छर्नुपर्ने, कहिले गहुँ छर्नुपर्ने, कहिले घाँस काट्नुपर्ने, कहिले गुसुर्नुपर्ने है, अनेक किसिमको काम गर्नुपर्ने अवस्था हुन्छ। त्यही भएर तपाईँहरू चाहिँ आफू हेल्दी हुनुपऱ्यो, तपाईँसँग काम गर्न सक्ने क्षमता हुनुपऱ्यो। जे काम पनि अराएर पनि गर्छु भन्न सक्नुपर्ने अवस्था हुन्छ। त्यही भएर तपाईँहरू जे फार्मतिर आउँदै हुनुहुन्छ भने स्किल छ भने तपाईँहरू चाहिँ ढुक्क तपाईँहरू काममा लाग्न सक्नुहुन्छ भन्न चाहे है। सबैजना आउनुहोस् है, तपाईँ सबैलाई त्यही भन्न चाहे। यदि तपाईँहरू आएको देश छोडेर अरू देश जानु खोज्दै हुनुहुन्छ भने बुझेर मात्रै जानु होला सबैजनालाई, त्यही भन्न चाहे। र यही मेरो युट्युब मार्फत तपाईँहरू सबैलाई सन्देश दिन गइरहेको छु। र सबैले सुनेर, लाइक गरेर, सेयर गरेर, सब्सक्राइब गरेर सबैले सहयोग गर्नु होला भन्न चाहे सबैजनालाई है। हाल जर्मनी है, फिलिङ निबोर पिग फार्म, प्लाटा शेयरिङ। थ्याङ्क यू।
8 градусов. Я ж тут в Германии